supportive. Let's welcome Mustafa Hawari. O ta gorlai थाहा नै पाउनु भयो होला कि म बिरगञ्जबाट सधैँ फर्स्ट टाइम हो मेरो हैन अनि म चाहिँ तराईवासी हो मुखेहरूलाई त थाहा पाउनु भयो होला तराईवासी जसरी थाहा पाइहाल्छ के यहाँ तराईवासी हुँ भनेर अनि हिजो चाहिँ आउँदै थिएँ के काठमाडौँ आउँदाखेरि एउटा हन्डीको ढाबा थियो कि त्यसमा सोचेँ कि जाउँ अब यसो खाजा साजा खाऊँ भनेर आन्टीले डाइरेक्ट मलाई सोध्नुभयो भैया आप किधर से आया है अरे आन्टी म आफूभन्दा सानो छु नाइ बाबु तिमी नेपालीमा कुरा नगर के त्यो बेला थाहा पाइसक्यो के मेरो पहिला त अनुहार अर्को चाहिँ भाषा अनि तेस्रो चाहिँ ड्रेसिङ सेन्स तिनटै राम्रो छैन क्या पहाडको अहिले आउँदाखेरि दाइले भने के दाइ म जाँदैछु ओपन माइकमा अनि दाइ हुनुहुन्छ हौसला दिनुभयो एप्रिसिएट गर्नुभयो कि भाइ जाऊ 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 के सक्छौ तिमी यता आएर गान फटिरहेछ मेरो अनि त्यता साथीहरूलाई भने के त्यता खासै कसैले थाहा छैन कि ओपन माइक भन्ने के हुन्छ भनेर अनि म चाहिँ पहिलाचोटि फर्म भरेँ पनि थाहा थिएन मलाई पनि थाहा थिएन खासमा अनि त्यसपछि सोचेँ कि एकचोटि ट्राई गरौँ भनेर ट्राई गरौँ भन्दा भन्दै सबजनाले मान्यो तर मेरो गाउँको मालले आफ्नो माल मानेन क्या मान्यो के त्यसलाई अब यसो जान्छु बिरगञ्ज एउटा घरियाल पोखरा भन्ने छ क्या ठाउँ फेमस त्यहाँ अब भने कि घरियाल पोखरामा जाउँला नि पछि गएर अनि त्यसले मान्यो त्यसको मतलब रहेछ मैले बुझेँ तर त्यसको आमा चाहिँ किन मानेन यो कुरा बुझ्न सक्छु आफ्नो नाम भनेन सायद आफूहरूलाई मेरो नाम चाहिँ मुस्तफा हवारी म मुस्लिम मेरोमा आफ्नो बाहेक बाँकी सब कुराहरू चल्छ कि जातिपाती खसी बकरी हामी जातिपाती हेर्दैनौँ कि खासमा त्यही हो अब मजा आएन होइन थिएँ क्या अनि घाउ त्यहाँ तराईतिर लास्ट घाम लागिरहेछ कि अनि यता आउँदा आउँदै पानीमा स्क्रिप्ट नै भिज्यो हो घामले चाहिँ तराईतिर तनाव पारेछ कि यता पानीतिर पानीले हो बर्बाद पारेछ कि अनि त्यही हो अनि एउटा मेरोतिर दाइ हुनुहुन्छ स्ट्यान्डअप कमेडियन हुनुहुन्छ ठुलो काम नाम त लिन मिल्दैन उहाँलाई मेसेज गरेँ कि दाइ यसो यसो कुरो रहेछ 2-4वटा टिप्स दिनु न जो कसरी लेख्ने भनेर मेसेज गरेँ उहाँलाई उहाँको त्यही जवाब आयो कि भाइ तिमी नगर तिमीसँग हुनेवाला छैन दाइले ट्राई गर्ने के अनि भन्नुभयो कि ठिक छ जाऊ तिमी यस्तो यस्तो कुरो रहेछ भनेर अनि साथीलाई कल गरेँ म त यो दाइसँग कुरा गरेँ हो अनि किन कसरी गर्यो अनि जाम चुरोट पार्टी गर्न हामी थाहा छ कहाँ गएको छौ हाम्रो घरभन्दा 3 किलोमिटर बाउआमाले गाउँको कसैले नहेरोस् भनेर यता आएर त हेर्दैछु साथीहरू सब ढुक्क भएर आफ्नै तालमा चुरोट खाइरहेको छ त्यता बाउले थाहा पायो भने डाइरेक्ट मलाई भन्नुहुन्छ मादर चोट के गर्दैछस् हो अलिअलि अब तराईतिरको केटाहरूमा पहाडतिरको केटाहरूमा म फरक हेरिरहेको छु कि खासमा यता मजाले टक्क लगाएर एकजना बसिरहेको छ नि एकजना हेलमेट लगाएर चलाइरहेको मान्छे अस्ति हामी साथीहरूलाई समातेको थियौँ हामी बाइकमा 4 जना बसेका थियौँ बाइक ट्राफिक सरले पनि हेरेर भन्नु यता मुजीहरू पनि यता अनि भन्नु के गर्ने तिमीहरूलाई अब सबजना तराईतिरको मान्छे हो सर अलिअलि त चल्छ नि अनि बाइक सिट गरेर 4 जनालाई थुनेको थिएँ
म आफ्नो सोर्सले निक्लेको छु आजभोलि थाहै पनि नेताहरूको कति चलिरहेको हो नेपालमा अनि सोर्स निकालेर अहिले 3 जना त्यसमै छन् के असरको मोमन भनेर जाने मलाई 3 जना अहिले त्यसमै छन् अब गएर यो भिडियोहरु आउँछ तिनीहरुलाई पनि जोड्नु के सक्यो